खोला चाहिँ पानी चाहिँ 4 भागमा डिभाइड गर्नुभएको छ 4 एउटा यो मेन भयो आउने अनि सिधै जान्छ सिधै गएपछि अनि यताबाट पनि जाने छ तोडफोड गरेर चाहिँ फेरि त्योभन्दा मुनि बनाएर चाहिँ अन्डरग्राउन्ड यहाँदेखि लगेर चाहिँ यहाँदेखि लगेर हेलो गाइज वेलकम टु न्यू भिडियो आजको भिडियोमा चाहिँ तपाईहरुलाई स्वागत छ र आज चाहिँ हामी जान आँटेको साथीको घर टिका लाउन आमाको दिदीको घर चाहिँ जान आँटेको यहाँ चाहिँ भाइ अंकल नमस्ते नमस्ते ओइ बिस्तारै यसले चाहिँ जुत्ता लगाएको छ गाइस अहिले बाटोमा हिलो छ भने चाहिँ यसको जुत्ता चाहिँ खराब हुन्छ अनि हेर्नुस् न हौ गाइस यस्तो राम्रो छ हौ हुन्छ नि पहाडहरू यस्तो राम्रो छ अनि त्यो जङ्गलको बिचमा बादल जस्तो सेतो छ हौ अनि मैले चाहिँ यो जामा लगाएको छु अनि मैले चाहिँ चप्पल ल्याएको थिइनँ अनि आमाको लगाएको अनि तपाईहरुले चाहिँ खाली कति चाहिँ एउटै हेयर स्टाइल बनाउँदैछ भन्नुहुन्छ होला म चाहिँ कपाल यही हेयर स्टाइलमा चाहिँ मलाई सुहाउँछ अनि यहाँ हेर्नुस् न गाइस यस्तो राम्रो छ हेरौँ तर क्यामेराबाट अलिक टाढा आउँछ कि तर भन्नुपर्दा चाहिँ यहाँबाट हेर्यो भने चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ कि भरे साथीको घर गएर पनि देखाउँछु अनि त्यहाँ पर एउटा माथि टपमा रुख छ कि मान्छेहरू त त्यस्तो भ्लगरहरू गएर चाहिँ त्यहाँ पुग्नु पर्छ भनेर च्यालेन्ज लिएर जान्छ नि अब त्यहाँ छ भने त्यहाँदेखि त्यहाँ माथिको टुप्पोमा रुखसम्म पुग्छु भनेर जान्छ अनि त्यो चिल्लो छ नि चिल्लो त्यहाँ धान रोपेको थाहा छैन गाइस सुनको ब्लास्टेड मेरो पनि छ रेनकोट लाउनु सादीको यो बाउला भएर चाहिँ मेरो छोपिन्छ अनि भाइकोमा पनि छ भाइको चाहिँ त्यो मेरो पिङ्क कलर भएको ठाउँमा चाहिँ भाइको कुन कलर छ अरे भाइ ब्लू कलरको होइन त्यस्तो यस्तोमा नि यो चाँदीकोमा नि यो पिङ्क छ नि तेरो कुन छ ब्लू र ग्रिनको मिक्सचर अनि यो छ नि यो चाहिँ भाइको पनि सेम यस्तै छ मेरो पनि अनि यहाँभित्र चाहिँ त्यो होल छ कि त्यसमा चाहिँ बिमारीहरू नहोस् भनेर चाहिँ अब बिमार भयो भने चाहिँ साह्रै बिमारी हुन्छ अरे अनि सिक्री लगायो भने चाहिँ हुँदैन अरे क्या त्यहाँ खोइ के लाउनु भएको छ नि त त्यही भएर अनि भाइको चाहिँ घरमै छोडियो अनि मैले चाहिँ बोकेर आएको थिएँ हैन Now that I've been put through, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. Guys, यति धेरै हरियाली छ यतातिर चाहिँ and wanna hate this, I'll always show up and make a statement. Gonna learn the consequence of being incompetent. Mental health is confidence, dreams and some honestness. I'm not here to save the day, that's for you to take away. Guys, यहाँ चाहिँ साथीको घर जाने बाटोमा चाहिँ मजाले बाँस छ अनि बाँसको घारी छ अनि यहाँ चाहिँ पानी त्यहाँ खोलाबाट चाहिँ आउँछ मजाले बगिरहेछ आवाज पनि खतरा आउँछ अनि मलाई चाहिँ यो लुकमा कस्तो देखेछ गाइस कमेन्ट गर्नु होला है अनि यहाँ अब साथीको घरदेखि चाहिँ मजाले देखिन्छ तर आमाको दिदीको घर गएको हामी चाहिँ अनि साथी त होइन बुइनी दिदी भन्नुपर्ने साइनो लगाएर तर सानैदेखि साथी भनेर चाहिँ हामी साथी भन्छौँ गाइस हामी चाहिँ बाटो कट्यौँ है अनि यहाँ चाहिँ यस्तो हरियाली छ अब अहिलेसम्म
कहीँ पनि कच्ची बाटो थियो र बिचमा हामी बाटो काट्नेमा चाहिँ मजाले पिच गर्थ्यो फेरि यता चाहिँ कच्ची बाटो यहाँ बुधा पारेको उतैले चाहिँ बनाउँदैन क्या हो बाटो अस्ति म आउने बेला पनि गाडाङ र गुडुङ थियो खोला चाहिँ पानी चाहिँ 4 भागमा डिभाइड गर्नुभएको छ 4 एउटा यो मेन भयो आउने अनि सिधै जान्छ सिधै गएपछि अनि यताबाट पनि जाने छ अनि मतलब यताबाट आउँछ अनि उताबाट पनि आइरहेको छ अनि यता सिधा जान्छ अनि यता डिभाइड गरिदिएछ गाइस पहिलिनेको पोहोरको ब्लगमा चाहिँ तपाईहरूले चाहिँ मैले चाहिँ यही पैनीमा चाहिँ मैले माछा मारेको तपाईँहरू देख्न सक्नुहुन्छ अनि अहिले चाहिँ उतातिर चाहिँ धान पाक्न आँटेको थियो भने चाहिँ यतातिर चाहिँ छैन पाक्न आँटेको गाइस तर कतिको चाहिँ पाक्न आँटेको रहेछ धानहरू तर गाइस हामी चाहिँ यस्तो दामी भ्यू भएको ठाउँमा आइपुगिसक्यौँ अनि यो यहाँबाट पानी निस्केको छ नि यो चाहिँ खोलाको पानी होइन खोला मुनिबाट चाहिँ निकालेको हो यो पानी चाहिँ अनि खेतबारीतिर लान अनि यस्तो दामी भ्यू छ अनि बादलहरू पनि हेर्न न हौ पानी परेछ यहाँ चाहिँ बोडीको ज्याङ यसरी अनि यहाँ चाहिँ खोला उता छ ओइ आइज रे प्रितम भाइ आइज रे यस्तो दामी भ्यू छ अब अलिकति हिँडेर गयो भने चाहिँ अलिकति हिँडेर गयो भने चाहिँ पाडा आउँछ गाइस हामी चाहिँ यहाँ साथीको घर चाहिँ आइपुगिसक्यौँ यहाँ चाहिँ अङ्कल हुन्छ हेलो भनिदिनु हेलो यहाँ चाहिँ साथीको घर आइपुगिसक्यौँ साथी चाहिँ कभर गरिरहेको रहेछ गाइस यहाँ चाहिँ आँखे हुन्छ आँखे गाइस यो अहिले पानी आउँदैछ नि यो नहरबाट यो चाहिँ यहाँ उतै नजिकै खोला छ त्यहाँको पानी होइन यो चाहिँ उतै माथि एउटा खोला छ कि उतै माथि एउटा खोला छ त्यहाँदेखि नहर बनाएर ऊ त्यो बाँसघारी छ त्यो बाँसघारी माथिदेखि मुनि खोलाको मुनि खोलाको मुनिबाट अन्डरग्राउन्ड गरेर चाहिँ यो पानी निकाल्नु भएको तपाईँहरू पत्याउनु हुन्न भने चाहिँ यसको त्यो हुन्छ नि निकाल्ने त्यो चाहिँ खोलामाथि चाहिँ छैन खास गरी भन्नुपर्दा चाहिँ खोलामाथि छैन देखाउन पनि सक्छु त्यो चाहिँ मुनि अन्डरग्राउन्डबाट चाहिँ निकालेको हो अनि यहाँ चाहिँ भाइ चाहिँ अगाडि नै गएर के गर्दैछ हौ के गरेको है गाइस खोला चाहिँ खोला अब पहिले चाहिँ त्यहाँ थियो नि उतादेखि राख्नु भएको छ होला त्यस्तोमा थियो खोला तर अहिले चाहिँ यहाँ हेर्दा चाहिँ थोरै खोला देखिन्छ तर उता ढुङ्गामा यहाँसम्म आइपुगिसकेको छ खोला चाहिँ अहिले बढेर अनि उता माथि ढुङ्गा भएको ठाउँ अनि यहाँ चाहिँ पाइप यसरी कनेक्ट होला होइन अनि यहाँ चाहिँ यहाँबाट चाहिँ कस्तो राम्रो भ्यू आउँछ अनि पानी चिसो छ गाइस पानी पनि चिसो छ गाइस यो खोलामा यस्तो सेतो आउँछ नि थुप जस्तो त्यो चाहिँ के हो तपाईँहरू चाहिँ कमेन्ट गर्नु है म चाहिँ कहिले बुझ्न सकिनँ मान्छेले थुपेर पठाउँछ कि के गर्छ हो आउँदैछ हौ भाइ गाइस यो पानी चाहिँ कहाँबाट आउँदैछ हौ आमा यहाँबाट निस्किन्छ त उता माथिबाट गाइस हामी चाहिँ उता तपाईँहरूलाई चाहिँ देखाउनको लागि यति धेरै मेहनत गरिरहेको छौँ तर सब्सक्राइब गर्नु भएन भने चाहिँ नि यहाँ चाहिँ यहाँ ऊ अनि गाइस त्यो तपाईँहरूले देखिराख्नु भएको छ नि पहिले चाहिँ यो बाँसघारीदेखि चाहिँ माथिबाट यो माथिबाट पैनी गरेर चाहिँ उता माथिको खोला थियो नि अघि मैले भनेको त्यो यो खोलादेखि चाहिँ यो बाहिरैबाट गर्नुभएको थियो पहिले अनि यो चाहिँ भक्तै दिएको यी हेर्न सक्नुहुन्छ अहिले पनि आधी छ अनि यसको मुनि बनाउनु भएको थियो अझै खोलाले पनि चिरेर भए पनि फेरि तोडफोड गरेर चाहिँ फेरि त्योभन्दा मुनि बनाएर चाहिँ अन्डरग्राउन्ड यहाँदेखि लगेर उता छ नि त्यो ट्याङ्की जस्तो त्यहाँबाट चाहिँ उता पानी निस्किन्छ अनि हामी चाहिँ तपाईँहरूको लागि भनेर चाहिँ
हामी दुईजना चाहिँ यत्रो मेहनत गरेर आएको छौँ यो ढुङ्गामा भरे खोला बढी गयो भने चाहिँ कसरी भाग्नु हो कि होइन हेर्न सक्नुहुन्छ है पानी चाहिँ यहाँ चाहिँ अलिक धेरै रहेछ अनि उता यहाँभन्दा चाहिँ उता पर धेरै छ नि पानी लु हामी चाहिँ अहिले उतै गएर भेट्छौँ यहाँ चाहिँ अलिक थोरै छ खोला तर लेउ चाहिँ धेरै छ म चाहिँ यहाँ चप्पल फुकाल्छु ए गाइस खोलाको बिचमा आहा कति चिसो पानी हुँदैछ त्यहाँ चाहिँ अलिक धेरै ढुङ्गा छ त्यहाँ चाहिँ सिटी फसेर चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ मजाले ठेलिरहेको छ झर गाइस यहाँ चाहिँ राजु सर हुन्छ बुधबारेमा आएको घरमै घरदै मास्तिर गाइस पानी परिरहेछ सिमसिमे पानीले मेरो भिज्यो कपाल भन्ने गीत छ नि तामाङ गीत सिमसिमे पानीले भिज्यो कपाल तिमीलाई भन्ने एउटा गीत छ क्या गाइस तपाईँहरू गएर सुन्नु है ऊ चाहिँ के भन्छ के दुङमा केले गीत गाएको हो यो गीत चाहिँ गाइस ए हजुर शान्ति होस् है शान्ति महालाई चाहिँ दशाग्रह 9 दशाग्रह शान्ति नवदुर्गा भवानीको प्रसादले विजय होस् हाते दागा किताब पुराण पुगोस् शत्रु नलागोस् रोग व्याधिहरू पनि नलागोस् शान्ति ओम सुरा 9 दशग्रह शान्ति का महामारी राहु केतु शनि शंकर सब शान्ति है शान्ति दुर्गा भगवानको प्रसादले चाहिँ हाम्रो नातिनको आयु चिरञ्जीवी होस् 9 दशग्रह शान्ति हो उल्का महामारी राम्रोसँग पढ्नु आयु चिरञ्जीवी होस् ज्ञानी हुनु हरेक नक्कल झक्कल नगर्नु सही कुरा हाम्रो नाति गाइस कति हो यो चाहिँ रियलमा है गाइस यो चाहिँ फेक होइन यो साँच्चीकै दिनुभएको पैसा हो गयो यो बत्ती बोलोस् हाम्रो नातिको ल 2082 सालको चाहिँ नवदुर्गा भगवानको प्रसादले चाहिँ मेरो आयु नाति पनातिको चाहिँ आयु चिरञ्जीवी हो धेरै पढ्नु एमए पिएचडी पास गर्नु जागिर हुनुपर्छ वकिल इन्जिनियर हुनुपर्छ अदालतमा होइन सुब्बा जागिर खानुपर्छ भाग्यमानी आज भनेको कुरा सबै मान्नुपर्छ नि त्यस्तै हुनुपर्छ गाइस मेरो मोबाइल चलायो भने यहाँ काम छ है फेरि कति मोबाइल चलाउँदा भात खाँदा पनि भन्नु होला भिडियो बनाएको थियो अरे यहाँ चाहिँ नामहरू लेख्दैछु म अब यहाँ अब भ्लगर भएपछि यस्तै छ गाइस टिकटक जस्तो नाम नलेखिहाल्न मिल्दैन मलाई चाहिँ नहाल्नु ल जस्तो भएको होइन हुन्छ मेरो नातिलाई त दसैँ मान्नु अब यो पर्वले पहिलादेखि पुर्खादेखि नै मानिरहेको कि हाम्रो मक्खनहरूको चाहिँ होइन अब हेर्नुले पनि अब अरूहरूले त छोडे पनि टिकै लाउँदैनन् मान्छेहरू भएर अलिकति घटाउनु र खानेकुरो चाहिँ घटाउनु त
गाइस म चाहिँ यतिमा पनि खाइसक्न सक्दिनँ है। तपाईँहरूले पातली भएछ भात खाएर छोड भन्नु होला, पहिलेको जति खान्छु तर यति धेरै भयो त्यही भएर म चाहिँ खान सक्दिनँ। थोरै घटाउनु एउटा प्लेट ल्याइदेऊ ल। अहिले खायो भने माग्छ कि फाक्छ नि तपाईँले गाइस अब रेडी दाल मैले चाहिँ अचार दिइनँ गाइस। यो चाहिँ के को मासु हो गाइस? यो चाहिँ खसीको मासु सुक्यो हो सुकुटी। शीतल छ शीतलमा पुग्छौँ। लु गाइस अँध्यारोमा केही देखिएको छैन, ठोप्रा सोप्रा होइन कालो देखिरहेको छ। त्यही पनि तपाईँहरूको सामु आइपुगिसके। हामी चाहिँ खाना खाइसकेर राति 6 बजिसक्यो होइन। मोबाइलको लाइट बालेर भए पनि अब चाहिँ ठोप्रा देखिन थालिसक्यो है। अगाडि बाटोसाटो केही देखेको छैन, राति भइसक्यो। अब पानी पनि परिरहेको छ सिमसिम सिमसिम। त्यही पनि हामी चाहिँ लागेको घरतिर मजाले खाएर मेरो दाँतले चाहिँ भएन सुकुटी खान। मेरो दाँत चाहिँ के भएको हो, अब नखली लाउनु पर्छ होला गाइस। लु तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? यस्तो मेहनत गरी गरी बनाउँदा पनि गाइस जिन्दगीको गोरेटोमा चाहिँ यसरी पनि सलोडेर हिँड्नुपर्ने बेला आइपुगिसक्यो। अगाडि अगाडि चाहिँ भाइ मम्मी अहिलेसम्म भाइले सलोडिरहेको थियो, भिडियो बनाउँछु भनेर भागो। आमामा गाइस हामी चाहिँ आइपुगिसक्यौँ घरमा। यो चाहिँ मेरो नयाँ लुक हो, नयाँ लुगा हो। यो चाहिँ हुरा हुरुल। अब साथी हो थाक्यो है, खाना गएको पानीले धुट्टो पेलो नि गाइस। अब ऊ त्यो पानीले सबै भिजाएर कपालहरू। साथीले चाहिँ उतै बस्नु भन्दै थियो कि तर त्यस्तै भयो, साथी बस्न पाएन होइन। अब अर्को पालि चाहिँ सबैजना आएर बसौँ न, त्यस्तै भयो होइन। अहिले चाहिँ अब मम्मी बाबा गरिब पर्मिसन माग्नुपर्छ होइन। अब उसलाई आऊ जाऊँ आज भन्दाखेरि उसले पनि आफ्नो मम्मीलाई सोध्ने भन्दै थियो। अब तिमीले मम्मीलाई सोध्नुपर्छ भने मैले पनि मम्मी ड्याडीलाई सोध्नुपर्छ होइन। त्यस्तै हो। लु गाइस म चाहिँ आजको लागि चाहिँ यहीँबाट बिदा लिन्छु। प्लिज सब्सक्राइब गरिदिनु होला होइन। लु बाई बाई।